गगन थापालाई नेपाली काङ्ग्रेसमा मात्रै होइन त्योभन्दा बाहिर पनि एउटा हिसाबले हेरिन्छ, पोलिटिकल आइकनको रूपमा हेरिन्छ। र मूलत अहिले मैले तपाईँको कुनै आर्टिकल आउँदा न्युजहरू आउँदा तल कमेन्टहरू देखाएको हुन्छु कि कम्तीमा प्लिज गगन दाइ तपाईँले चाहिँ अब काङ्ग्रेस लिड गर्नुभयो भनेर त्यो कमेन्टहरू मैले हेरिरहेको हुन्छु। तपाईँ अहिले यो 13औं अधिवेशनको यो पूर्व सन्ध्यामा तपाईँ आफूभित्रको फिलिङ्स र अब म यसरी ड्राइभ हुन्छु भन्ने तपाईँको प्लानिङ के छ त्यहाँ? नेपाली काङ्ग्रेसको यो 13औं महाधिवेशनदेखि 14औं महाधिवेशनको बिचको समयावधि भनेको 4 वर्ष, अर्थात् यसरी सरस्वती हेऱ्यौँ 2000 विक्रम सम्वत 2078 सालसम्मको निम्ति भनेर हामी काङ्ग्रेसको नेतृत्व पनि छान्दैछौँ र काङ्ग्रेसलाई मार्गदर्शन गर्ने एउटा नीति पनि तय गर्दैछौँ। 2078 सालसम्म नेपाल हामी कहाँ पुगेको देख्न चाहन्छौँ भन्ने कुरा सबभन्दा मूल कुरा हो। त्यसका निम्ति नेपाली काङ्ग्रेसले के दायित्व निर्वाह गर्नु पर्ला, त्यस्तो दायित्व निर्वाह गर्न कस्तो नेतृत्व चाहिएला भनेर हेऱ्यौँ भने राइट ठाउँमा हामीहरू सही बाटोमा हुन्छौँ। मेरो बुझाइमा चाहिँ यो 4 वर्ष भनेको चाहिँ नेपालको राजनीतिमा यति महत्त्वपूर्ण 4 वर्ष हो। यो 4 वर्षमा दुईवटा सम्भावनाको बिचमा नेपाल झुलिन्छ। एउटा अब इतिहासकै एउटा क्रूर नियति फेरि दोहोरिन्छ। हामी पटक पटक आन्दोलनलाई सफलतापूर्वक सम्पन्न गर्छौँ अनि त्यो आन्दोलनको लगत्तै पछाडिको कालखण्डमा हामीहरूले त्यो आन्दोलनको उपलब्धिलाई जोगाउनै सक्दैनौँ, संस्थागत गर्नै सक्दैनौँ। हाम्रो सन्दर्भमा त्यो भनेको के हुन्छ भने यो संविधान कार्यान्वयनमा जानै सक्दैन। यो संविधान कार्यान्वयनमा जाने भनेको त यसले के आफ्ना कोसे ढुङ्गाहरू तय गरेको छ, केही संरचनाहरू निर्माणको यसका पूर्व शर्तहरू छन्, त्यो बाटोमै जाँदैन। अनि 4 वर्षभित्रमा बिस्तार अर्को खालको एउटा अस्थिरता सुरु हुन्छ। यो संविधानकै विरुद्धमा एउटा नयाँ राजनीतिक प्रयोग फेरि यो वा त्यो बहानामा हुन्छ र फेरि नेपालको एउटा राजनीतिक यात्रा धरापमा पर्छ। एउटा सम्भावना त्यो। अर्को सम्भावना भनेको अत्यन्त उथलपुथलका बिचमा पनि यो 4 वर्षमा यो संविधान बडो गजबसँग कार्यान्वयनमा जान्छ। संविधान कार्यान्वयन जाने भनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल चाहिँ संस्थागत हुन्छ र यति बलियो जग यो 4 वर्षमा हालिन्छ कि त्यस पछाडि सानतिना गल्ती कमजोरीहरू भए, सानैतिना उतार चढाव आए तापनि त्यो जगमा टेकेर बन्ने घर चाहिँ बन्छ, हामीले वरि गर्नु पर्दैन। यो बिचमा रहने भएकोले नेपाली काङ्ग्रेस एज अ पार्टी त्यसले 4 इयर्समा यो अबको 4 वर्षभित्रमा चाहिँ नेपाललाई यो दोस्रो सम्भावनातिर डोराउन सक्छ कि सक्दैन भन्ने मुख्य कुरा हो। त्यो सन्दर्भमा हामीले आफ्नो ट्र्याक रेकर्ड हेऱ्यौँ के देखिन्छ भने काङ्ग्रेसले प्रत्येक आन्दोलनको बडो सफलतापूर्वक नेतृत्व गरेको छ, तर आन्दोलनको लगत्तै पछिको कालखण्डमा कहिले पनि यसले व्यवस्थापन गर्न सकेको छैन। 78 सालसम्म पुग्दै गर्दा अघि भनेको जस्तो स्मुथली सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको हुनुपर्छ र त्यो सन्दर्भमा हामीले अहिले के भनिरहेका छौँ भने त्यो सन्दर्भमा काङ्ग्रेसलाई कस्तो नेतृत्व चाहिन्छ भनेर भन्दै गर्दा नेपाली काङ्ग्रेसको जुन पङ्क्तिले काङ्ग्रेस नेतृत्व गरेको छ त्यसले जसरी विषयलाई सोध्छ, त्यसले नेपालको प्रब्लमलाई जसरी बुझ्छ होइन, त्यसको बाद त्यसको पोलिटिकल अन्डरस्ट्यान्डिङ के छ, त्यसको ताकत बलमा नेपाल यहाँसम्म आइपुग्यो। तर त्यही पोलिटिकल अन्डरस्ट्यान्डिङ, त्यही पोलिटिकल स्किल्स होइन, त्यही पोलिटिकल म्यानेजरल क्यापासिटी, त्यही पोलिटिकल विल यसकै भरमा चाहिँ यो संस्थागत हुन सक्दैन, यसको मात्रै भरमा। त्यसैले हाम्रो पहिलो कुरा भनेको चाहिँ हामी किन अहिले मुख्य नेतृत्वमा जान चाहिरहेका छौँ भने हाम्रो उपस्थितिले नेपाली काङ्ग्रेसको त्यो नेतृत्व पङ्क्तिलाई कम्तीमा यति चाहिँ सन्तुलित बनाउँछ कि जुन नेतृत्वको बलमा आन्दोलन सम्पन्न र सफल भयो त्यसको पनि त्यहाँ उपस्थिति छ, त्यसले एउटा जोडकोणबाट विषयलाई हेर्छ। हामीले चाहिँ अलिकति बढी व्यवस्थापन गर्ने, समाधानको खोजी गर्ने, अलिकति नयाँ जोडकोणबाट समस्यालाई हेर्ने हुँदा सन्तुलित हुन्छ र काङ्ग्रेसले 4 वर्ष बडो सुझबुझ र सन्तुलित ढङ्गबाट नेपाललाई नेतृत्व दिन सक्छ, जसको कारणले गर्दा संविधान कार्यान्वयनमा जान्छ। अस्ति मधेसको आन्दोलन भएको जस्तो अस्ति कतिपय ठाउँमा गरेका कमजोरीहरूका चाहिँ पुनरावृत्ति हुने अवस्था हुँदैन भन्ने एउटा त्यस कारणले गर्दा तपाईँले जुन भन्नुभयो फिलिङ्स के छ, के सोचिरहेको छ भन्दा चाहिँ हामीहरू मुख्य नेतृत्वमा जानुपर्छ। हामी अस्तिको 4 वर्ष हामी सहायक भूमिकामा रह्यौँ, हामी अराएको काम गर्ने, यस्तो हुनुपर्छ भनेर सुझाव दिने, छेउमा बसेर कतिपय कुराको साक्षी बस्ने, कतिपय कुरामा चाहिँ एकदम रिलक्टेन्ट हुँदै चित्त दुख्दै असन्तुष्ट हुँदै पनि सँगसँगै बगेर जाने, यस्तो भूमिका हाम्रो 4 वर्ष रह्यो, 5 वर्ष रह्यो। हामीले जति कन्ट्रिब्युट गर्न सक्ने बस्यौँ। अबको 4-5 वर्षको जुन अवधि छ त्यहाँ चाहिँ हामी मुख्य नेतृत्वमा जान चाहन्छौँ, जसले गर्दा काङ्ग्रेसले यो ऐतिहासिक दायित्व निर्वाह गर्न सक्ने क्षमता राखोस्, कौशलता राखोस् भन्ने हाम्रो प्रयास रहन्छ। अब यो पोलिटिकली तपाईँको फिलिङ्स त्यो हो। अब काङ्ग्रेसको अहिलेको जुन प्रोसेस भयो
महाधिवेशन प्रतिनिधि छनौटदेखिको प्रोसेसहरूको आधारमा हेर्दाखेरि त्यो सम्भावनातिर कतिको गाइडेड हुनु भइरहेको छ स्थिति छ? यस्तो छ, यसको त्यस्तो सरस्वती हेऱ्यो भने नेपाली कङ्ग्रेस अब एकचोटि विभाजनको यसले बिहोर्यो। त्यो विभाजनमा अब हामीहरूले चाहँदा नचाहँदै पनि विभाजनको बेलामा हामीहरू कुन चाहिँ पार्टीमा थियौँ भन्ने कुरा हामी सबैसँग त्यो ब्यागेज छ होइन। त्यसकै आधारमा करिब करिब त्यसको आधारमा पार्टीभित्र समूह छ। त्यो समूह चाहिँ माथि तल गाउँदेखि लिएर माथिसम्म त्यो समूह दरोसँग बनेको छ र त्यो समूहकै आधारमा हाम्रो सम्बन्धहरू बनेको अवस्था छ। अब हामीले कामना गर्दैमा वा इच्छा राख्दैमा त्यो समूहहरू भत्किएको अवस्था छैन। त्यसैले बाहिरबाट सरस्वती हेर्दै गर्दाखेरि के देखिन्छ भने हामीहरूले मुख्य नेतृत्वमा जाने चाहना त राख्यौँ, तर हामीहरूलाई कुनै पनि समूहले जब आफ्नो टिममा राख्दैन र मैले सधैँ तलदेखि माथिसम्म समूहकै नाममा चाहिँ पार्टीका प्रतिनिधिहरू आएका छन् भने कसरी तिमीहरूको यो इच्छा पुरा हुन सक्छ त भन्ने नै प्रश्न हाम्रो अगाडि पनि आउँछ। तर मैले यसलाई कसरी हेर्छु भने त्यो साथीहरू समूहमा आबद्ध हुनुहुन्छ तलदेखि माथिसम्म हो, तर सँगै एउटा हुटुटी पनि पाउँछ। फेरि के हुटुटी पाउँछ भनेदेखि भने त्यो समूहमा आबद्ध हुने सबैको बाध्यता छ, किन पार्टी नै त्यसरी बनेको छ, देशलाई त्यसरी बाँडिएको छ। तर यस्तो खालको पार्टीमा गुटबन्दी हुने कुरा एउटा हो, समूह बन्ने कुरा एउटा हो, जुन प्रत्येक पार्टीमा बन्छ। जीवन्त पार्टीको समूहहरू बन्छन्, गुटहरू बन्छ, भत्कन्छ हो। हामी कहाँ चाहिँ पार्टी विभाजन पश्चात पनि हाम्रो पार्टी कसरी सञ्चालित भइरहेको अवस्था भयो भने यो चाहिँ करिब चाहिँ दुईवटा पार्टीहरूको सङ्घ जस्तो हो। हामीहरू प्रत्येक कुरामा चाहिँ भागवण्डा गर्नुपर्ने गुटहरू होइन। यो दुईवटा पार्टी छ, एउटा गठबन्धन भएर एउटा सङ्घ जस्तो बनेको छ र प्रत्येक निर्णयमा पनि त्यो भागवण्डाकै कुरा सबैभन्दा प्राथमिक हुन्छ, भूमिकामा पनि भागवण्डाको कुरा प्राथमिक हुन्छ भन्ने कुराहरूबाट चाहिँ साथीहरू आजीन भएको देखिन्छ। त्यसबाट सबैले यसबाट मुक्ति पायो भने भन्ने कुरा खोजेको देखिन्छ। त्यो चाहिँ हाम्रो निम्ति अवसर हुनसक्छ, किनकि पार्टीको मुख्य नेतृत्वमा आखिर म वा अर्को कुनै साथी कुनै न कुनै समूहले बोकेर त्यहाँ पठाइदियो भने फेरि पनि हाम्रो मनमा जे इच्छा भए पनि व्यवहारमा हामी के गर्न बाध्य हुन्छ भने त्यो समूहको धर्म निर्वाह गर्न बाध्य हुन्छ, किनकि मलाई फलानु समूहले बोकेर त्यहाँ पठाइदिएको हो भनेपछि त आखिर हाम्रो उपस्थितिले पनि कति ठुलो परिवर्तन ल्याउँछ त। हामीले अलिअलि आफ्नो व्यक्तिगत प्रयासबाट केही परिवर्तन त लिएर आउँला, तर मोरलेस हाम्रो हेर्ने दृष्टिकोण पनि त्यो समूहले नै निर्धारित गरिएको हुन्छ। तर बहुसङ्ख्यक पार्टीका साथीहरू समूहमा आबद्ध भएर आएका छन्, तर चाहना चाहिँ के राख्छन् भने समूह भत्कियो हुन्थ्यो भने चाहना राख्छ। के छ भने त ल मलाई अवसर दिनुहोस्, म मुख्य नेतृत्वमा जान चाहन्छु, कुनै पनि समूहले बोकेर पुऱ्याइदिएर भने तपाईँहरूको ताकत र बलमा जान्छु भनेर मैले भन्दै गर्दा मेरो उम्मेदवारी वा म जस्तो साथीको उम्मेदवारीको चाहिँ एउटा त्यसको वेट किन छ भने यदि मैले भनेको जस्तो भुटुके साथीहरूमा छ भने त उनीहरूले पनि के कुरा बुझ्छन् भने कुनै पनि गुटले बोकेर नपठाएको स्वतन्त्र ढङ्गले पार्टीका साथीहरूले पठाएको मान्छेले मात्रै त्यहाँ गएर स्वतन्त्र निर्णय गर्न सक्छ, नभए त्यसले गर्नै सक्दैन। त्यो कुनै न कुनै गुटसँग बाँधिन्छ। यो चाहिँ मैले अहिले मेरो इम्प्रेसन यो छ। पार्टी देशभरिबाट आएको जो साथीहरू आउनुभएको छ एउटा यो छ। दोस्रो कुरा चाहिँ एकदमै धेरै यङ साथीहरू आउनुभएको छ होइन। अब अहिले हामी समावेशी संरचनाको कुरा गर्छौँ। समावेशी संरचनाभित्र एउटा चाहिँ के पनि हो भने उमेर एउटा कुनै वैज्ञानिक आधार नहुँदै पनि हाम्रो हुर्काई हाम्रो भोगाईमा यसले एउटा खालको समानता चाहिँ लिएर आउँदो रहेछ। जस्तो हामीहरू 46को आन्दोलन पछाडिको पुस्ताहरू हौँ, जसले 62-63को आन्दोलनलाई काम गऱ्यौँ, जसले नेपालमा पछिल्लो समय नेपालको राजनीतिक डिस्कोर्समा दलितको विषय, जनजातिको विषय, महिलाको विषय, यो समावेशी बनाउनुपर्छ भन्ने विषय होइन, अधिकारको विषय, पहिचानको विषय भनेको सबै यो चाहिँ यो कहिलेको भन्दा यो चाहिँ करिब चाहिँ तपाईँको 55-56 पछाडिको नेपालको पोलिटिकल डिस्कोर्सको विषय हो। हामी त्यसमै भिजेर त्यसमै खेलेर त्यसबाटै सिकेर आएका मानिसहरू हाम्रो एउटै खालको बुझाइ छ विषयलाई हेर्ने, हाम्रो एउटै खालको ढङ्ग र ढर्रा छ। अब हामी जस्तो एउटै खालले सोच्ने मान्छेहरू कति आएका छन् त काङ्ग्रेसभित्र हेऱ्यो भनेदेखि भने अहिले चाहिँ त्यो मान्छे करिब चाहिँ 50% हाराहारीमा आएको छ। तर हाम्रो प्रतिनिधित्व त्यसरी एकै ढङ्गले सोच्ने मान्छेको प्रतिनिधित्व केन्द्रीय संरचनामा कति छ भनेर हेऱ्यो भनेदेखि म काङ्ग्रेसको आजको दिनको वर्किङ कमिटीको सबैभन्दा यङ्गेस्ट मेम्बर हो। म 40 टेक्न लागिसकेँ, जबकि 50%को हाराहारीमा आएका महाधिवेशन प्रतिनिधिहरू मभन्दा पनि यङ आइसक्यो। त्यही कुरा त मैले भोटिङ पपुलेसनमा हेर्नुभयो भने 18 देखि 40 वर्ष भनेको 40 भन्दा मुनिको जुन भोटिङ पपुलेसन छ नेपालमा 62% भन्दा बढी मतदाताहरू यो एज ग्रुपको छ। तर एकै ढङ्गले करिब एक ढङ्गले सोच्छ, एउटै खालको एस्पिरेसन छ, जो चाहिँ हिजोको परिवर्तनमा गौरव गर्ने भन्दा पनि भोलिको परिवर्तन चाँडो होस् भन्ने कुराको त्यो चाहिँ एक प्रकारको चाहिँ अतिरिक्त मन बोकेर बसेको अवस्था छ। हाम्रो प्रतिनिधित्वको कुरा पनि छ र मलाई लाग्छ कि जुनसुकै ग्रुपबाट आएको साथीहरू होस्, यसरी आएको यङ साथीहरूले चाहिँ हाम्रो जेनेरेसनलाई रिप्रेजेन्ट गर्ने मान्छे यदि पार्टीको मुख्य नेतृत्वमा पुग्छ भने हामी कुन गुटमा छ मतलब छैन, हामीले उसलाई मद्दत गर्नुपर्छ भन्ने खालको फिलिङ पनि तलमा रहेको पाउँछु।
यसले पनि यो पनि तपाईँले जुन सोध्नुभयो अर्को चाहिँ पार्टीभित्रको एउटा वस्तुगत आधार यो र तेस्रो र अन्तिम कुरा भनेको चाहिँ मलाई आफूलाई पर्सनली लागेको कुरा के हो भने आखिर पार्टी भनेको त एउटा समाजको चाहनाको जुन विशेष सूची छ त्यसबाट एकदम अलग थलग लगाएर एक्लै बाँच्न पनि सक्दैन नि त। हाम्रो पार्टीको अधिवेशनको निर्णायक को भन्दा हाम्रो पार्टीको मतदाताहरू हुन् जो हामी 3181 छौँ रहन्छौँ होइन, हामीहरू हौँ। तर हामीहरू सबै यही समाजभित्रका एकदम जीवित राजनीतिक कार्यकर्ता हो नि। देशभरिको पार्टीका कार्यक्रमहरू हुने बेलामा नेपाली कङ्ग्रेसलाई बाहिर प्रस्तुत गर्नुपर्ने बेलामा चाहिँ हामीहरू सबैभन्दा रुचाइएको वा भन्ने एक प्रकारले चाहिँ हाम्रो पार्टीको साथीहरूले प्रस्तुत गर्नलाई मन पराउनु भएका मानिसहरूमध्ये पर्ने। तर पार्टीभित्र छनौट गर्दै गर्दाखेरि चाहिँ त्यो पार्टी र यो चाहिँ अरू कुरा लोकसँग के मतलब, हामीलाई लोकले पो तिमीहरूलाई रुचाएको हो त, हामीले तिमीहरूलाई रुचाएको हो र भन्ने कुरा चाहिँ त्यति धेरै पर जान्छ र यो त्यसमा त केही न केही प्रभाव त रहला नि। त्यही पार्टीको साथीले आफू उम्मेदवार हुँदै गर्दा चाहिँ म निर्वाचनमा चाहिँ आफै उम्मेदवार लड्दै गर्दा पनि उहाँले मलाई के भनेर लानुभएको छ, लौ न यार मेरो क्षेत्रमा एकपटक चाहिँ काङ्ग्रेसको कार्यको कुरा राखिन गइदिनु पर्यो भनेर म आफै सांसदको निर्वाचन लड्दै गर्दै गर्दा करिब 20-21वटा निर्वाचन क्षेत्रमा आफ्नो निर्वाचन क्षेत्रको कार्यक्रम छोडेर पुगेँ। म हेर्छु नि त्यसपालि त्यो ठाउँको मतदातालाई काङ्ग्रेसको कुरा राख्दै जाने बेलामा चाहिँ हामीहरू त्यो बेला उपयुक्त पात्र हुने, लौ न काङ्ग्रेसमा अब हामी जिम्मेवारी लिन्छौँ भनेर भन्ने गर्दा होइन, त्यहाँ त तिम्रो त्यसलाई योग्य भइसकेका छैनौ भनेर भन्ने कुरा आउला त त्यतिखेर उनले पनि सोच्ला नि त। त्यस्तो मैले एउटा उदाहरण दिएको। त्यसरी पार्टीभित्र आधार छ, नभएको आधार नभइकन हामीले केवल इच्छा मात्र राखेको अवस्था भयो। मूलत नेपाली काङ्ग्रेसको संरचना हेर्दाखेरि यो विरासत हिसाबले पुरानो पार्टी पनि हो। अब एउटा चाहिँ राणाहरूसँग लडेको इतिहासदेखि सुरुवात हुँदै आउँछ र त्यो चाहिँ राजतन्त्रसँग लड्दासम्मको र अहिले गणतन्त्रसम्म आउँछ। 3वटा क्याटेगोरीको चाहिँ विशेष गरी काङ्ग्रेसमा देखिन्छ। त्यसलाई चाहिँ सन्तुलन गर्ने हिसाबले हेर्दाखेरि नेतृत्व चाहिँ मूलत फेरि त्यो राणासँग लड्ने र मूलत राजतन्त्रसँग मिलेर काम गर्ने तहकै नेतृत्व अझै पनि हाबी भइरहेको देखिन्छ। त्यो स्थितिमा त्यो सम्मानको स्थिति चाहिँ यङ जेनेरेसन तपाईँहरू जसरी आइरहेको छ भोइस, त्यो सन्तुलन कसरी मिल्न सक्छ त्यो कुरा चाहिँ तपाईँहरूले कसरी सेन्टिमेन्टली कसरी सोच्नु? एकदम इन्ट्रेस्टिङ क्वेसन राख्नुभयो। जस्तो हामीहरूकोमा चाहिँ नेपाली कङ्ग्रेस अभिभावकै छैन होइन। हामीहरूको प्रत्येक मान्छे आफै त्यहाँभित्रको एउटा क्रियाशील एउटा पार्टी कर्मी हो। पहिलो कुरा त हामीलाई अभिभावक चाहियो भन्ने हो, किनभने अभिभावकको खाँचो हाम्रो जस्तो परम्परामा जुन परम्परामा हामीहरू हुर्केका छौँ होइन, जुन 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 सभ्यतासँग हामीहरू जोडेका छौँ, हामीहरू बडो अभिभावक चाहिने हाम्रो यो समाज पनि हो। हाम्रो प्रत्येक फङ्सनले एउटा अभिभावक चाहिन्छ, हाम्रो अभिभावक चाहियो। त्यही सन्दर्भमा मैले चाहिँ लामो समयदेखि केही कुरा उठाउँदै आएको भने जुन तपाईँले भन्नुभयो हाम्रो आजको दिनमा पार्टीको नेताहरूको उमेर अनुभव उहाँहरूले काम गर्नुभएको चरणको हिसाबले पार्टीका केही नेताहरू हुन्छ जसलाई जो अभिभावक बनिदिनुपर्छ भन्ने हाम्रो कुरा हो। जस्तो आजको दिनमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्तो नेताहरू चाहिँ उहाँहरू अभिभावक बनिदिनुपर्छ, हाम्रो अभिभावक चाहियो नि त, उहाँहरू अभिभावक भन्नुहोस् भन्ने कुरा हो। त्यसपछि तपाईँले भन्नुभएको त्योभन्दा मुनि उहाँहरूले दीक्षित गर्नुभएको, उहाँहरूले प्रशिक्षित गर्नुभएको नेताहरू हुन्छ, लाइक डिसलाइक पार्टीमा हुन्छ। हेर्नुहोस् त्यो फेरि एकदम तपाईँलाई फलानु मान्छे मन परेर हुन्छ भन्ने कुरा त्यो एकदमै त्यो अराजनीतिक कुरा हुन्छ, लाइक डिसलाइक हुन्छ। उहाँहरू अभिभावक बस्दै गर्दा उहाँहरू आफैले अलिकति बढी मन पराएको, अलिक बढी नजिक राखेर काम गरेको, अलिक बढी राम्रोसँग हुर्का, अलिक बढी विश्वास गरेको नेताहरूबाट ठुलो पङ्क्ति छ। जोसँग तपाईँले भनेको जस्तो यो राजशाहीका विरुद्धमा लडेको अनुभव पनि छ, एक प्रकारले सम्झौता गरेर राजनीति अगाडि बढाएको अनुभव पनि छ। माओवादीको युद्धको बेलामा चाहिँ त्यो द्वन्द्वको राजनीति भोगेको अनुभव पनि छ र माओवादीसँग राजनीतिक समझदारी गरेर राजाका विरुद्ध लडेको अनुभव पनि र गएको 10 वर्षमा एउटा समझदारीको राजनीतिमा काम गरेको बडो गजब खालको अनुभव छ, समृद्ध छ, एउटा सबै खालको फर्मेटमा काम गर्नुभएको छ उहाँहरूले। त्यो पङ्क्तिले चाहिँ आजको दिनमा नेपाली कङ्ग्रेसको फर्स्ट लिडरसिप लिडियोस् भन्ने हाम्रो कुरा छ, त्यो पहिलो पङ्क्तिमा रहोस्। किनकि हामीले हाम्रो कुरा के पनि छैन भने फेरि अहिले एकैचोटि नेपाली कङ्ग्रेस सिङ्गो जिम्मा हामीलाई दियो, हामीहरूले बढी गर्छौँ भन्ने छैन, त्यो आओस्। अनि हामीहरूको जेनेरेसन छ होइन, उमेरमा हामीहरू तलमाथि होला, हामीहरू चाहिँ यो एक अहिलेको ठ्याक्कै सोसाइटीको जस्तो एस्पिरेसन छ यङ मान्छेहरू। अबको 5-7 वर्षपछि नेपाल यस्तो भएको जो देख्न चाहँदैन होइन। हामी कहिलेकाहीँ रमाइलो गरेर भन्छौँ नेपालमा जम्मा 2 खालका मान्छेहरू छन् होइन, कि नेपाल अमेरिका भएको देख्न चाहन्छन् कि आफू अमेरिका जान चाहन्छन्। त्योभन्दा त्यसो अप्सनै छैन कि यसलाई बनाइदियो कि आफूलाई पठाइदियो भन्ने खालको जुन एउटा हुटुटी भएको तन्नेरीहरूको एउटा जमात छ, त्यसको एस्पिरेसनलाई पोख्ने। अहिले मैले भनेको एउटा पछिल्लो समयमा विकास भएको पोलिटिकल डिस्कोर्समा भाग लिएर आएको आफ्नै हाम्रो जीवनकालमा हामीले पहिला नेपाली समाजका कतिपय विषयहरूलाई हेर्ने यस्तो कन्जर्भेटिभ दृष्टिकोण थियो। पछिल्लो समयमा चाहिँ वाम आन्दोलनसँग पनि नजिकसँग काम गरेर आएको, अर्को नेपाली सोसाइटीले हेर्ने त्यो लेफ्टको दृष्टिकोणलाई पनि बुझेको,
होइन, अर्को चाहिँ एकदम चरम राइटको दृष्टिकोणलाई पनि बुझेको, सबै खालको संसारमा पनि गएको 10-20 वर्षको परिवर्तन नजिकबाट हेरेको एउटा एउटा जेनेरेसन छ। त्यो जेनेरेसन चाहिँ यो जेनेरेसनले चाहिँ प्रब्लम खोज्ने भन्दा पनि बढी सल्युसन खोज्छ, नयाँ नयाँ सल्युसनहरू ल्याइरहेको छ। यसलाई रिप्रेजेन्ट गर्ने हामीहरू छौँ। मेरो भनाइ चाहिँ के हो भने पार्टी सभापतिको रूपमा अघि भनेको पुस्ता आओस्, त्योभन्दा मुनि उहाँहरूको प्रशिक्षण पनि प्राप्त गर्ने गरिकन र कन्ट्रिब्युट पनि गर्ने गरिकन पार्टीको महामन्त्री, पार्टीको उपसभापति लगायतको अरू जिम्मेवारीहरू बोकेर यो जेनेरेसनलाई काम गर्न दिनुहोस्। यो एक प्रकारको पार्टीभित्रको एउटा ग्रुमिङको तरिका पनि हो। यसो भयो भने तपाईँलाई भनेको ठ्याक्क सन्तुलन पनि हुन्छ। नेपाली कङ्ग्रेस एउटा आफैमा फेरि एउटा विचार पनि हो, सँगसँगै एउटा परम्परा पनि हो। यो परम्पराबाट अलग थलग रहेर एकाएक एउटा नयाँ मान्छेले आएर पार्टीलाई म हाँक्छु भनेर भन्दै गर्दा त्यसले काङ्ग्रेसको परम्परा बुझेको हुँदैन अनि एउटा ठुलो दुर्घटना हुन्छ। हामीहरू परम्परा नबुझेको मान्छेहरू, मलाई सोध्नुहुन्छ भने मैले कति वर्ष भएछ त काङ्ग्रेसको काम गरेको भनेको 26 वर्ष भएछ। अलमोस्ट 25-26 वर्ष काम गर्दै गर्दा हामीहरू जस्तो काङ्ग्रेसको ढाँचामा हामी ढालिसक्यौँ क्या होइन। त्यो हामीहरू त्यही परम्परासँग जोडिसकेका मान्छेहरू छौँ। त्यसैले यो पहिलो पुस्ताको मान्छे अभिभावक बन्ने, दोस्रो पुस्ता पनि नहुनु पङ्क्ति भनौँ होइन, दोस्रो पङ्क्तिको मान्छेहरूले पार्टी लिड गर्ने, त्यसले सिकाएको तेस्रो चौथो पङ्क्तिको मान्छेले त्योभन्दा मुनि बसेर कार्यकारी जिम्मेवारी लिएर काम गर्यो भने काङ्ग्रेस बडो सन्तुलित हुन्छ। मलाई लाग्छ तलको पार्टीको महाधिवेशन प्रतिनिधिहरूले पनि मैले भनेको यो कुरालाई सकारात्मक रूपमा लिनुहुन्छ भन्ने मेरो आफ्नो इम्प्रेसन छ। यो चाहिँ नेतृत्वको तहको नेतृत्वलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हो। अर्को चाहिँ सैद्धान्तिक डिस्कोर्समा पनि काङ्ग्रेसको त्यही देखिन्छ। बिपीले जुन सामाजिक प्रजातन्त्रको कुरा गर्नुभयो त्यस पछाडि चाहिँ आउँदै गर्दाखेरि मूलत त्यही विचारलाई पछ्याएर धेरै मान्छे काङ्ग्रेसको पक्षमा भएका छन्, काङ्ग्रेसको सक्रिय सदस्य भएका छन्। तर मूलत पछिल्लो समय आलोचना के छ भने त्यही विचारलाई चाहिँ समृद्ध गर्न सकेन काङ्ग्रेसले, अझ त्यो विचारलाई पनि कुनै न कुनै कोणबाट छोड्दै गयो भन्ने पनि त्यो छ। तपाईँहरू त्यो बिचमा यो काङ्ग्रेसको नीतिको सन्दर्भमा अलिकति बहस पनि गरिराख्नु भएको छ। नीतिको सन्दर्भमा चाहिँ तपाईँहरू कुन पोजिसन हुनुहुन्छ? अहिले क्लियरिफाई गर्नुपर्ने नीति के छ? काङ्ग्रेसले कसरी अगाडि बढ्नुपर्छ? हामीले चाहिँ यसलाई कसरी ठ्याक्कै त्यही तपाईँकै प्रश्नको सन्दर्भमा चाहिँ हामीले के भन्यो भने जस्तो यही काङ्ग्रेसको महाधिवेशनले फेरि चाहिँ एउटै महाधिवेशनले त्यो युगसम्मको लागि पार्टीलाई बाटो देखाउँछ भन्ने कुरा पनि गलत हुन्छ। एउटा महाधिवेशनले न्यूनतम पनि पार्टीको मूल धारमा टेकेर होइन, मूल विचारधारामा टेकेर कम्तीमा नेक्स्ट महाधिवेशनसम्मको लागि एउटा पार्टीलाई डिरेक्सन देखाउनु पर्छ। हामीले के भन्यो भने अर्को महाधिवेशनसम्मको 4 वर्ष, अघि मैले भने व्याख्या गरेँ यो 4 वर्ष, यो भनेको संविधान कार्यान्वयनको 4 वर्ष। यसका केही टेक्निकल कुराहरू छन्, इलेक्सन गर्नु छ, 3टा इलेक्सन गर्नु छ होइन, मधेस मिलाउनु पर्नेछ, थारू मिलाउनु पर्नेछ, अरू समुदायहरू मिलाउनु पर्नेछ, संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउनु एउटा पार्ट भयो। त्यो सबै कुरा भयो। तर सँगसँगै संविधान निर्माण भन्दा अगाडिको नेपाल र संविधान निर्माण भन्दा पछाडिको नेपाल एउटै हो त? होइन नि त। हो त्यसो हो भने त संविधान किन चाहियो त? यो त फेडरल डेमोक्रेटिक रिपब्लिक नेपाल हो। अस्तिसम्म त हुनु खोजेको हो, अस्तिबाट त भइसकेको हो। हामी त फेडरल डेमोक्रेटिक रिपब्लिक नेपालमा नेपालको संविधान के नेपालको काङ्ग्रेसको महाधिवेशन पहिलोपटक गर्दैछौँ। यो महाधिवेशनले त अबको नेपाली कङ्ग्रेसले सोसाइटीलाई वैचारिक हिसाबले कसरी नेतृत्व गर्नु पर्यो भन्ने एउटा बाटो त देखाउनु पर्यो भन्ने सन्दर्भमा अहिले हामीले अगाडि छलफल ल्याउन खोजेको प्रस्ताव चाहिँ के हो भने हामीले हाम्रो पार्टीको उद्देश्यलाई कसरी परिभाषित गर्छौँ भने राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप बहुलवादमा आधारित सङ्घीय लोकतान्त्रिक गणतन्त्र एवं संसदीय व्यवस्थाको माध्यमबाट आर्थिक सामाजिक परिवर्तन गर्दै न्यायपूर्ण र गतिशील समाज निर्माण गर्ने हाम्रो उद्देश्य भनेर डिफाइन गर्छौँ हामी। अर्थात् हामीले भन्यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र भनेको माध्यम हो। माध्यम एकदम क्लियर छ, ठिक छ, माध्यम त पाइसक्यो हामीले। अब अनि गर्न खोजेको के हो त? गर्न खोजेको आर्थिक सामाजिक रूपान्तरण गर्ने, समाजलाई न्यायपूर्ण बनाउने, त्यो पनि हाम्रो लक्ष्य हो, त्यो पनि ठिक छ। त्यसपछि के सिद्धान्त चाहिँ के हो त भन्दा हामीले भने सिद्धान्त राष्ट्रियता, लोकतन्त्र, समाजवाद हाम्रो सिद्धान्त हो भनेर भन्यो। त्यसो भएदेखि जतिखेर पार्टी हामीले स्थापना गऱ्यौँ, स्थापना गर्ने बेला जतिखेर हाम्रो नेताहरूले यो कुरा लेख्नुभयो वा बोल्नुभयो, त्यो बेलामा राष्ट्रियता, लोकतन्त्र, समाजवादको सिद्धान्तमा टेकेर नेपालमा परिवर्तन गर्छौँ भनेर भन्दै गर्दा यो 3टा अवधारणालाई जसरी बुझ्नु भएको थियो, जसरी यसलाई बुझाउन चाहनु भएको थियो, त्यो नेपाल र संविधान बनेपछिको नेपाल एउटै हो त? पटक्कै होइन। नेपाल पनि फेरिएको छ होइन। यी सैद्धान्तिक जुन यो मान्यताहरू छन्, यो मान्यताहरू आफै फेरिएको छ। गएको 60-70 वर्षमा संसार फेरिएको छ। यो फेरिएको परिवेशमा अब नेपाली कङ्ग्रेसले चाहिँ राष्ट्रियता भनेर भन्दै गर्दा यसलाई कसरी समाजको अगाडि चाहिँ कसरी परिभाषित गर्न चाहेको? हामीले भन्यौँ यसको मुख्य कुरा भनेको चाहिँ हिजो हामीले विविधता भनेको नेपाली सोसाइटीको जुन विविधता छ, डाइभर्सिटी छ, यो डाइभर्सिटीलाई कसरी बुझ्दै आयौँ अहिलेसम्म भने हामीले राष्ट्रियता भनेर भन्दै गर्दा हामी कहाँ डाइभर्सिटी छ,
यो डाइभर्सिटी छ भन्ने कुरालाई एक्नोलेज गर्नुपर्छ, मान्नुपर्छ भनेर भन्यो। अब हामीले के भन्यौँ, पोस्ट कन्स्टिट्युसन नेपालमा डाइभर्सिटी मान्ने होइन, डाइभर्सिटीलाई पोलिटिकल स्पेस दिनुपर्छ। डाइभर्सिटी आफैमा त्यसले पोलिटिकल रिकग्निसन पायो, त्यसले फेयर स्पेस पायो भने त्यो फेयर स्पेसको आधारमा मात्रै हामीहरूको राष्ट्रिय एकता मजबुत हुन्छ। हामीले गीतमा, कवितामा, साहित्यमा चाहिँ विविधता छ भन्ने, तर हाम्रो राजनीतिक संरचना बनाउँदै गर्दा त्यो विविधताको प्रतिबिम्बित भएन त्यहाँ भन्दै भने हाम्रो राष्ट्रियता मजबुत हुँदैन। हाम्रो राष्ट्रियता चाहिँ हामीले के भनेर मजबुत हुँदैन भने हामी जातपातको कुरा नगरौँ, धर्म भाषाको कुरा नगरौँ, हामी सब नेपाली एक हौँ, हाम्रो यो कुराले हाम्रो राष्ट्रियता कमजोर बनाउँछ भने होइन। हामी अझै कुरा गरौँ, अझै गहिरोसँग कुरा गरौँ। कुरा मात्र गरौँ भने एकअर्कालाई इम्पथाइज गरौँ, समानुभूति राखौँ। इम्पथाइज गर्ने मात्र एकअर्कालाई स्पेस दिउँ, सेलिब्रेट गरौँ, पोलिटिकल स्पेस दिउँ। एउटा हामीले यो भन्यौँ। दोस्रो हामीले के कुरा अगाडि हामीले लागेको भनेदेखि भने चाहिँ यसरी एकअर्कालाई स्पेस दिँदै एकअर्काको अधिकारलाई सम्मान गर्दै जुन एउटा एकताको भावना आउँछ, यो एकताको भावनाबाट नेपालले एउटा राष्ट्रिय लक्ष्य लिनुपर्छ र त्यो राष्ट्रिय लक्ष्य केसँग जोडिएको हुनुपर्छ भने हाम्रो आर्थिक विकाससँग जोडिएको हुनुपर्छ। नेपाल एउटा चरम गरिब देशमध्ये हो। अब 15 वर्षमा 20 वर्षभित्रमा नेपाललाई हामी यो चरम गरिबीको अवस्थाबाट हामी संसारभित्र देशहरूको बलिकरण हुँदै गर्दा कम्तीमा पनि यो चाहिँ हामीहरू यो मध्यम खालको आय भएको देश हो है नेपाल, एउटा मिडल इन्कम कन्ट्री हो है भन्ने ठाउँसम्म हामी नेपाललाई पुर्याउँछौँ भन्ने एउटा राष्ट्रिय लक्ष्य निर्धारण गरियो। सबै जात जाति समुदायका मान्छेहरूलाई लक्ष्यसँग जोड्न सकियो र त्यो जोड्दाखेरि एउटा खालको त्यो एउटा प्रतिष्ठाको विषय बन्यो, त्यो एउटा भोगको विषय बन्यो, त्यसले एउटा भावना जागृत गरायो भने नेपालको लागि राष्ट्रियताको तत्त्व योभन्दा फरक के पनि हुँदैन। हामीले अहिले त्यसलाई जसरी बुझ्छौँ होइन, यो बुझेको कुरा सरासर गलत छ, यसरी जानुपर्छ भनेर हामीले एउटा प्रस्ताव अगाडि सार्यौँ। यसै गरिकन यही कुरा हामीले लोकतन्त्रको सन्दर्भमा पनि र खास गरिकन समाजवादको सन्दर्भमा पनि हामीले बोल्यो त समाजवादको सन्दर्भलाई के कुरालाई अगाडि सार्ने छलफलको लागि प्रयास गरेका छौँ भनेदेखि भने हिजो जुन बेलामा नेपाली कङ्ग्रेसले समाजवादी आर्थिक कार्यक्रममा विश्वास गर्दछ भनेर हामीले भन्यौँ र 2046 सालको परिवर्तन पश्चात हामीले जे कुराको अभ्यास गऱ्यौँ त्यो सबै कुराको सीमावलोकन गरेर यहाँसम्म आइपुग्दै गर्दा नेपालले कस्तो अवस्थामा, नेपाल विचित्रको अवस्थामा छ। एकातिर हामीले हेऱ्यौँ भनेदेखि भने नेपाल संसारमा चाहिँ चकित पर्ने गरिकन नेपालले चाहिँ सोसियल सेक्टरमा गरेको इम्प्रुभमेन्ट हेऱ्यौँ भने हामीले 80% एजुकेसनमा प्रगति गऱ्यौँ, हामीले चाहिँ बाल मृत्यु यति घटायौँ, हामीले गएको 20 वर्षमा यति पूर्वाधार बनायौँ, यो चमत्कार गऱ्यौँ भनेर गर्व गर्ने ठाउँ एकातिर छ भने त्यहीसँगै फेरि अर्कोतिर मुख परिवार कस्तो नेपाल देखिन्छ फेरि भन्दाखेरि भने जसको प्रत्येक दिन 1700 भन्दा बढी केटाकेटीहरू बाहिर काम गर्न जान्छन्, जसको अर्थतन्त्रको सबैभन्दा ठुलो हिस्सा तिनले कमाएको प्रिपरेसनबाट चलेको अवस्था छ, जसको एउटा देशसँग मात्रैको निर्भरता हेऱ्यो भनेदेखि भने यो सार्वभौम देश हो कि होइन भनेर भन्न सक्ने प्रश्न खडा हुने अवस्था छ, जसलाई एउटा भूकम्पले त्यसलाई नाङ्गो अस्तव्यस्त बनाइदिन्छ, जसलाई 5-6 दिनको नाकाबन्दीले जसलाई चाहिँ कहीँ कतै हात उठाउनु पर्ने जस्तो अवस्था बनाइदिन्छ, जसको उद्योग धन्दाको अवस्था हेऱ्यो भनेदेखि भने चाहिँ केवल यसले के गर्छ भने यसले सामान बेच्दै यसले आफ्नो तन्नेरीहरू बेच्छ र त्यसबाट आर्जन गरेर आएको आयबाट प्राप्त गरेको आम्दानीबाट आयबाट यसले सामान किनेर खान्छ। यस्तो खालको डिपेन्डेन्ट यसको इकोनोमी छ। यस्तो यो दुईटै कुरा सँगसँगै हामीले यदि तपाईँले सोसियल इन्डिकेटरहरू यति गजब भयो भन्ने कुराको श्रेयको दाबी गर्नुहुन्छ भने यसको पनि सँगसँगै चाहिँ यसको कारण पनि हामीहरू हौँ है, अथवा यसको पनि कुनै न कुनै रूपमा जिम्मेवारी लिन हामीहरू तयार छौँ भन्ने कुरालाई सँगसँगै भन्न तयार हुन्छ। त्यसैले क्रिटिकल एसेसमेन्ट गरेर योभन्दा अगाडि बढ्ने सन्दर्भमा हाम्रो प्रस्ताव चाहिँ के छ भने नेपालको सन्दर्भमा के कुरामा क्लियर रहनुपर्छ भने संसारले हामीलाई सिकाएको छ, हामीले पनि त्यही कुरा सिकेका छौँ कि नेपाल जस्तो देशले अर्को 15 वर्ष 20 वर्षसम्म लगातार 8%, 9%, 10% को आर्थिक वृद्धि हासिल नगर्ने हो भने हामीले जति गफ गरे पनि जति कुरा गरे पनि संविधानमा जे लेखे पनि 8%, 9%, 10% को आर्थिक वृद्धि दर लगातार 15-20 वर्षसम्म नगर्ने हो भने अघि मैले भनेको 10 वर्षमा 15 वर्षमा नेपाल चाहिँ अर्को नेपाल हुने कुरा असम्भव छ। तर एकदम सामान्य हो। तर यो आर्थिक वृद्धि संसारैभरि के सिकाएको छ, यो आर्थिक वृद्धि चाहिँ सीमित मान्छेले, सीमित परिवारले हैन, सीमित कर्पोरेट हाउसहरूले, केही सीमित व्यक्तिहरूले र चाहिँ राजनीतिको अर्थतन्त्रको माथिल्लो सबैभन्दा टप जुन चाहिँ यो लेयर छ त्यो लेयरका मानिसहरू मात्र चलायमान भएर तिनको नेतृत्वमा मात्रै नेपालले अर्को 15-20 वर्ष 10-12% को आर्थिक वृद्धि हासिल गर्छ। त्यसबाट राज्यसँग थुप्रै धन सम्पत्ति थुप्रन्छ अनि राज्यले लोक कल्याणकारी त्यो राज्य हुन्छ, त्यसले सबलाई बाँड्छ अनि बाँडेर सबको जीवन स्तर उकास्छ भन्ने यस्तो सनातनी सोचले काहीँ पनि पुगिँदैन।
नेपाललाई आर्थिक वृद्धि चाहिएको छ 8% 10%को, तर नेपालले यसरी आफ्नो अर्थतन्त्रलाई यो ढाँचामा ढाल्न सक्नुपर्छ कि अहिले दलित भनिएको, गरिब भनिएको, सीमान्तकृत भनिएको, बहिष्कृत भनिएको, बेरोजगार भनिएको मान्छेलाई त्यो 7% 8% आर्थिक वृद्धि नेपालले प्राप्त गर्नको लागि योगदान गर्न सक्ने कसरी बनाउने हो? ऊ लाभांश प्राप्त गर्ने मान्छे बनाएर हुँदैन उसलाई। ऊ सिमानामा बसेर राज्यले दिने केही कुरा प्राप्त गर्ने मान्छे होइन। आफै पनि उद्यमी बनेर, आफै पनि त्यही भित्रको एउटा कुनै व्यवसायमा हात हालेर कुन रूपमा कहाँनिरको इन्टरभेन्सनबाट त्यो मान्छे, त्यो गरिब सीमान्तकृत त्यो एक्लो मान्छे आर्थिक वृद्धिको अभियानको एउटा अभियान्ता बनाउन सकिन्छ। यति एउटा कुरामा नेपाली कांग्रेसले ध्यान पुर्याएर गयो भने त्योभन्दा बढी सन्तुलित समाजवादी आर्थिक कार्यक्रम आजको सन्दर्भमा केही पनि हुन सक्दैन। सबै कुरा यसको वरिपरि हुन्छ भन्ने कुराको बारेमा सुविचारित ढङ्गले एउटा प्रस्ताव अगाडि सारेका छौँ। म तपाईँको कुरासँग सहमत छु कि हाम्रो भित्र यति कम छलफल भयो कि अत्यन्त कम छलफल भएको कारणले गर्दाखेरि एकातिर मनमा तपाईँले भनेको जस्तो चाहिँ हामीले 46 साल पछाडि सही कामहरू गरेनौँ भन्ने कुराको कुण्ठा पनि बोकेर बस्नु परेको, अर्कोतिर बाहिर सार्वजनिक ठाउँमा गएर हाम्रो कारणले गर्दा यति परिवर्तन भयो भन्ने कुराको गौरव पनि गर्नु परिरहेको। यो जुन एउटा खालको एउटा कन्ट्रडिक्सनमा नेपाली कांग्रेस रह्यो, समस्या यसले पनि भएको छ। केही कुराहरूमा बडो गौरव गर्ने कामहरू गरेका छौँ, केही कुराहरूमा एकदमै त्रुटि गरेका छौँ। केमा त्रुटि गऱ्यौँ, केमा गौरव गर्ने काम गऱ्यौँ भन्ने कुराको बडो आलोचनात्मक विश्लेषण गरेर हिँड्न सक्यो भने त्यसले हामीलाई अगाडि बढ्ने सही बाटो देखाउँछ। अर्को चाहिँ यो अहिले महाधिवेशनको चरणमा केही डिस्कोर्सहरू यो कुरामा रिलेटेड हुन्छ। तपाईँहरूले यो नीति र नेतृत्वको दुइटैको बहस गरिराख्दाखेरि केही चाहिँ तल ग्राउन्डमा हुँदाखेरि अहिले प्रतिनिधि छनौट र सक्रिय सदस्यता वितरणको कुरामा आउँदाखेरि त्यहाँ चाहिँ मूलतः इमान्दार र राजनीतिमा प्रतिबद्ध कार्यकर्ताभन्दा अरू पनि त्यहाँ स्पेस पाए, जो चाहिँ अझ पावर मनी गेम गरेर त्यसरी चाहिँ राजनीतिमा आउने क्रम चाहिँ अहिले काङ्ग्रेसमा बढ्यो भन्ने एउटा कम्प्लेन छ। त्यो कुरालाई चाहिँ कसरी हेरिराख्नु भएको छ? त्यस्तो भएको हो कि होइन? तपाईँले समग्र हेर्दाखेरि यस्तो छ, कतिपय ठाउँहरूमा त्यस्तो अत्यन्तै तितो अनुभवहरू छ। कतिपय ठाउँहरूमा फेरि के पनि छ भने पार्टीको अत्यन्त पुरानो साथीहरू हुनुहुन्छ, तर अब हामीहरू पार्टीमा त अघि मैले भने यति धेरै पुस्ताका मानिसहरू यहाँभित्र क्रियाशील छौँ कि पुरानो काम गरेको पार्टीको साथी हुनुहुन्छ, तर त्यो नयाँ भनेको आएर साथी आएको काम गर्न आएको ऊ पनि 10-15 वर्ष भइसक्यो। उसले त्यो पुरानो साथीलाई अलिकति थोरै धकेलेन भने उसले स्पेस नपाउने अवस्था छ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँभित्र उसले अलिकति धकेलेर, पार्टीको राजनीतिमा त आन्तरिक प्रतिस्पर्धा पनि हुन्छ, फेरि त्यो अस्वाभाविक पनि होइन, धकेलेर आएको अवस्था। तर त्यसलाई बाहिरबाट यसो हेर्दै गर्दा त्यो धेरै प्रिय लाग्दैन। यस्तो पुरानो साथी, पार्टीको दुःख गरेको साथी जानुभयो, नयाँ साथी यसरी धकेलेर आयो भने जस्तो लाग्छ। यसलाई घटना विशेषमा लगेर राखेर हेऱ्यौँ भने त्यसको पक्ष विपक्षमा होइन बडो भावनात्मक हुने कुरा पनि आउँछ कतिपय ठाउँमा। अनि कुनै घटनामा त्यही कुरामा एउटा मानकहरू बन्दैन। त्यो नयाँ मान्छे आएको छ, राम्रो भएको छ, कतै गएर त्यही भनिन्छ, कतै चाहिँ पुरानो एकदम स्थापित मानिसहरूलाई विस्थापित गरेर खराब भयो भनेर भनिन्छ। अनि मानकहरू नै एउटा खालको बन्दैन। मलाई चाहिँ के लाग्छ, त्योभन्दा काङ्ग्रेसमा अब नयाँ छलफल के गर्ने बेला आयो भने नेपाली काङ्ग्रेस कस्तो पार्टी हो त? के यो पार्टी हामीले बाहिर भन्ने गरेको जस्तो यो पार्टी मास बेस्ड पार्टी हो? मास बेस्ड पार्टी हो भने कसरी मास बेस्ड पार्टी हो? मास बेस्ड पार्टीको क्यारेक्टर के हो? मेरो भनाइमा काङ्ग्रेस मास बेस्ड पार्टी होइन। यो पार्टी नेकपा एमाले र एकीकृत माओवादी जस्तै क्याडर बेस्ड पार्टी हो, कार्यकर्तामा आधारित पार्टी हो। कार्यकर्तामा आधारित पार्टीको चरित्र त्यसले केले डिफाइन गर्छ भन्दाखेरि नि नेतृत्व चयन कसरी हुन्छ, निर्णय कसरी हुन्छ भन्ने हो। यसको निर्णय पनि माथि सानो समूहले गर्छ होइन, त्यो समूहले गएको निर्णयलाई तलपट्टि सब मान्छेले त्यो निर्णयलाई बोक्नुपर्ने हुन्छ। यो निर्णय यो बटम अप छैन, तल आम तपाईँ काङ्ग्रेसको मतदाता त त्यो काङ्ग्रेसको निर्णयमा त्यसले कहिले सहभागी नै हुन पाउँदैन। काङ्ग्रेसको शुभेच्छुक चिन्तकको त कुरै छोडिदिनुहोस्, काङ्ग्रेसको सदस्यले पनि पाउँदैन। यो अहिले महाधिवेशनबाट निर्वाचित भएर गइसकेपछि केन्द्रीय समिति बन्छ। केन्द्रीय समितिको अथोरिटी पनि 8-10 जना नेताले लिएर उनीहरूको नाममा 8-10 जना नेताले निर्णय गर्ने। यो जसरी हामी पहिला कम्युनिस्ट पार्टीमा भन्थ्यौँ नि, कम्युनिस्ट पार्टीमा सबैभन्दा पावरफुल इकाइ हुन्छ, इकाइभन्दा माथि यो हुन्छ, योभन्दा माथि पोलिट ब्युरो हुन्छ, स्थायी समिति हुन्छ, त्योभन्दा माथि हुन्छ, अन्त्यमा जनवादी केन्द्रीयताको नाममा महासचिव हुन्छ भनेको जस्तै हामीहरू गाउँ पनि त्यो केन्द्रीयताको ढाँचा छ एउटा है, त्यो जनवाद कहाँ छ है। अनि दोस्रो चाहिँ केले गर्छ भने नेतृत्व चयन कसरी हुन्छ भन्ने हुन्छ। हामी गाउँमा त्यही माथि भएको जो हामीहरूको केन्द्र छ, त्यो केन्द्रले सीमित मान्छेलाई सदस्य दिन्छ। त हुन पाउँछस्, त हुन पाउँदैन, नियन्त्रित ढङ्गले सदस्य बाँड्छ। उसले दिएको सदस्यहरूले अर्को पटक छान्छ, त नेता भइस्, त नेता भइस् भनेर। एक प्रकारले त्यो सदस्यमाथि जब उसको नियन्त्रण छ भने
को छानिने भन्ने कुरा उसको नियन्त्रण छ। त्यसैले यो विशुद्ध रूपमा यो क्याडर बेस पार्टी हो। हाम्रो भनाइ चाहिँ नेपाली कङ्ग्रेस क्याडर बेस पार्टीको रूपमा रहनुहुन्न। यो पार्टीको विचारसँग, यो पार्टीको परम्परासँग यो मेल खाँदैन। त्यसैले बेला बेला पटक पटक यो पार्टी अप्ठ्यारो परेको कारण यो। एमाले के छ, माओवादी के छ, त्यो उहाँहरूले निर्णय गर्ने कुरा हो। हाम्रो पार्टी विशुद्ध यो चाहिँ यसलाई मास बेस पार्टी बनाउनुपर्छ। यसको लागि कहाँबाट सुरुवात गर्दा यसको लागि दुईवटा कुरा अन्तिम आधारभूत रूपमा गर्नुपर्छ र यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको काङ्ग्रेसले प्रवेश गरेसँगै काङ्ग्रेसले अहिले गर्न सक्यो भने काङ्ग्रेसलाई एकदम धेरै ठुलो फाइदा पनि हुन्छ। त्यो के भन्दा सबैभन्दा पहिला यसले आफ्नो सदस्यता दिने जुन प्रणाली छ यसलाई पुरै फेर्नुपर्छ। यो क्रियाशील सदस्य, साधारण सदस्य भन्ने यसलाई खारेज गर्नुपर्छ। काङ्ग्रेसको सदस्य ओपन हुनुपर्छ। काङ्ग्रेसको सदस्य यति लिबरल हुनुपर्छ कि जो कोहीले पनि मलाई यो पार्टी मन पर्यो भने चाहिँ उसले अनलाइन फर्म भरेको भरमा उसले काङ्ग्रेसको सदस्यता पाउनुपर्छ। बरु काङ्ग्रेसले कसैलाई सदस्य नदिने हो भने चाहिँ तपाईँले फर्म त भर्नुभयो तर तपाईँलाई म यो कारणले सदस्य दिन्न भनेर उसले एक्सप्लेनेसन दिनु पर्यो। तर कुनै पनि व्यक्तिले अप्लाई गर्यो भने काङ्ग्रेसको सदस्य पाउनुपर्छ होइन। बरु के भन्न सकिन्छ भने त्यो सदस्य पाएको व्यक्ति अरू पार्टीबाट आएर प्रभावित गर्न खोज्यो भने के गर्ने भनेको सन्दर्भमा काङ्ग्रेसले शर्त राख्नुपर्छ कि काङ्ग्रेसको सदस्यता गोप्य हुँदैन होइन। र काङ्ग्रेसको सदस्य व्यक्तिले फारम भरेर केही गरिसके पछाडि उसले काङ्ग्रेसको कार्यालयमा गएर शपथ खानुपर्छ, उसको सदस्य ओपन हुन्छ। त्यति गरिसकेपछि हामी त अरू पार्टीको मान्छेलाई काङ्ग्रेस सदस्य बनाउन चाहिरहेको हो नि त। अरू पार्टीको मान्छे आएर हाम्रो सदस्य राम्रै हो, हाम्रो पार्टीको सदस्य भयो। बरु के हो भने सबै सदस्य मतदाता हुँदैन। त्यो मध्ये काङ्ग्रेसले भन्न सक्छ सदस्यता लिएको 2 वर्षपछि मात्रै पार्टीका कमिटीहरूमा मतदान गर्न योग्य हुन्छ भनेर भन्न सक्छ। तर पार्टीको सदस्यता यो क्रियाशील हुने, बाँड्ने भने सब बन्न हुनुपर्छ। 1 2 काङ्ग्रेसको अब मैले त कसरी भन्छु भने अब प्रदेशहरू बन्दै जाँदाखेरि प्रदेशको सबै निर्णय प्रदेश कमिटीले गर्न पाउनुपर्छ, गाउँको निर्णय गाउँ कमिटीले गर्न पाउनुपर्छ। एकदमै कम विषय मात्रै केन्द्रमा ल्याउनुपर्छ। जति तल अधिकार दियो त्यति बढी बलियो हुन्छ। र तल अधिकार दिने क्रममा सकेसम्म तलका कमिटीहरू प्रत्यक्ष निर्वाचनबाट छानिनुपर्छ। सदस्य आम सदस्यहरूले जस्तो कुनै गाउँ छ त्यो गाउँमा 1000 जनाले काङ्ग्रेस सदस्य लिएको छ भने त्यो गाउँको 15 जना क्रियाशीलले काङ्ग्रेसको सभापति छान्ने होइन, 1000 जना सदस्यले मतदान गरेर काङ्ग्रेसको सदस्य छान्नुपर्छ। टोटल काङ्ग्रेसको यो नेतृत्व चयन गर्ने प्रक्रियालाई बदल्नुपर्छ। र काङ्ग्रेसको निर्णय गर्ने तरिका पनि हामीले अहिले यो गाउँ सम्मेलन, वडा सम्मेलन, नगर सम्मेलन गर्ने जसरी भनेका छौँ पार्टीको विधानमा, यसको अभ्यास राम्रोसँग भएन। केही विषयहरू तात्कालिक विषयहरू तुरुन्तको मतलब डे टु डे अफिस सञ्चालन गर्ने सन्दर्भमा निर्णय गर्ने कुरा माथिबाट गरेर तल भन्ने कुरा व्यवहारिक र स्वाभाविक हो। त्योभन्दा बाहेकका नेपाली कङ्ग्रेसले कुनै निर्णयहरू जसलाई अब एउटा महत्त्वपूर्ण निर्णयहरू जस्तो अस्ति अब हामी प्रधानमन्त्रीमा का लागि अब अहिले नेकपा एमालेसँग मिलेर सरकार चलाउने कि हामी छुट्टै आफ्नो लागि प्रतिस्पर्धा गर्ने भनेको जस्तो विषयहरू चाहिँ काङ्ग्रेसको 2-4 जना मान्छे बसेर यो केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने होइन। यस्तो विषयलाई तत्काल तल लिएर जानुपर्छ र एकैपटक यस्तो संयन्त्रको विकास गर्नुपर्छ। यत्रो मोडर्न टेक्नोलोजीहरू आएको छ कि त्यो हजारौँ लाखौँ काङ्ग्रेसको सदस्यले यस्तो महत्त्वपूर्ण विषयमा जहाँ काङ्ग्रेसले यो गर्ने कि नगर्ने भनेर यस्तो महत्त्वपूर्ण खालका विषयहरू आउँछ त्यो विषयमा तलबाट मानिसहरूले निर्णयमा भाग लिन पाउनुपर्छ। निर्णय प्रक्रियामा पनि आम मान्छेलाई भाग लिन दिने होइन। त्यसपछि गएर नेतृत्व निर्माणमा पनि आम सदस्यलाई भाग लिन दिने भनेपछि अनि काङ्ग्रेस कस्तो पार्टी बन्छ भने रियल मास बेस पार्टी बन्छ। त्यो मास बेस पार्टीमा अहिले तपाईँले भनेको जस्तो अब यो चोर बाटोबाट 2-4 जना मान्छे जुन छिर्न खोज्छन् आफै बन्द हुन्छ, त्यो समाजले त्यसलाई बन्द गर्छ। 1 अनि दोस्रो के हुन्छ यसको अर्को फाइदा हुँदै भने अनि यो सरकारमा किन जाने आजको दिनमा कोही प्रश्न गर्यो भने हामी धेरै जसोको उत्तर जे बनाएर दिए पनि व्यवहारिक रूपमा चाहिँ किन जाने हुन्छ भने हामी सरकारमा गएर आफ्नो पार्टीको कार्यकर्ताहरूको संरक्षण गर्न चाहन्छौँ। किन पार्टीको कार्यकर्ता संरक्षण गर्न चाहन्छौँ भने पार्टीको कार्यकर्ताको संरक्षण गऱ्यो भने अर्को पटक उसले हामीलाई चुनाव जिताइदिन्छ। चुनाव किन जित्न चाहन्छौँ भने सरकारमा जान चाहन्छौँ। फेरि सरकारमा के गर्न चाहन्छौँ भन्दा फेरि त्यो एउटा साइकल घुमाएर होइन यो भत्किन्छ। किन भत्किन्छ भने तपाईँलाई संरक्षणै कसैको गर्नुपर्ने हुँदैन। जब तपाईँलाई संरक्षण कसैको गर्नुपर्ने हुँदैन भने त्यसले एकैचोटि हेर्नुहोस् राजनीतिमा कस्तो नयाँ एउटा अब चरण लिएर आउँछ भने काङ्ग्रेस सरकारमा पुग्यो अब के गर्ने त भनेपछि त अब जनताको काम गर्ने। किन जनताको काम गर्ने भने त यहाँ त जनताको काम गऱ्यो भने मात्र अर्कोपटक जितिन्छ किनकि त्यो संरक्षित कार्यकर्ताहरू त छैन। जहाँ चाहिँ तपाईँ सरकारमा बसेर रिसोर्स क्याप्चर गरेर उनलाई बाँडेर उनलाई पालेर राखेर उनको भरमा अर्को पटकको निर्वाचन जिताउन भनेको वास्तवमा यो कुनै व्यक्तिको दोष पनि होइन। हामी मान्छेलाई दोष लाउँछौँ नि। यो हामीले बनाएको राजनीतिक ढाँचै त्यस्तो छ। सबै संसदीय व्यवस्था छ, प्रत्यक्ष निर्वाचित कार्यकारी छैन। अनि त्यो संसदीय व्यवस्थाभित्र यो खालको पार्टीको ढाँचा छ जहाँ एकदमै नियन्त्रित सदस्यता छ। जुन सदस्यता भनेको चाहिँ कम्युनिस्ट पार्टीको एउटा निश्चित अवधिमा रहेको। यो कम्युनिस्ट पार्टी पनि नेपालको कम्युनिस्ट पार्टीको म ढाँचा कस्तो भन्छु, काङ्ग्रेस पनि त्यहीमा छ भने यो अहिलेको जस्तो होइन। यो
यो कुनै अटोक्रेटिक रेजिमका विरुद्धमा लड्ने खालको किन त्यतिखेर के हुन्थ्यो भने सदस्यता नियन्त्रण किन गर्नुपर्छ भने कन्सपिरेसी हुन्छ। जस्तो हिजो पञ्चायतकालमा सदस्यता किन नदिएको भन्दा राजाको मान्छेहरू के गर्ने, सिआइडीहरू छिर्यो भने होइन, माओवादीले सदस्यता किन एकदम कन्ट्रोल गर्ने, सेनाको मान्छेहरू के गर्ने, स्पाई छिर्यो भने के गर्ने, अहिले किन कन्ट्रोल गरेको, अहिले किन बन्द, अहिले अनलाइन भएर किन भर्न नपाउने। मलाई माओवादी पार्टी मन पऱ्यो, मैले माओवादी सदस्य किन लिन पाउने, मलाई काङ्ग्रेस मन पऱ्यो किन लिन नपाउने। यो 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 परिपाटी नफेर्ने बेलासम्म चाहिँ तपाईँले भनेको कमजोरी हुन्छ। हामीले त्यो पनि अर्को एउटा प्रस्ताव, हामी किन मुख्य नेतृत्वमा जान चाहेको भन्दा हामी मुख्य नेतृत्वमा जान चाहेको अर्को कुरा भनेको धेरै मान्छेहरूले पार्टीभित्रको व्यवस्थापकीय जुन यसका अप्ठ्याराहरू छन् त्यो अप्ठ्याराहरूमा हल गर्न साथै नेपालको राजनीतिक दलहरूको समस्या हल हुन्छ भन्ने ठानेका छन्। हामीलाई चाहिँ त्यो पटक्कै लागिरहेको छैन। हामीले भातृ संस्थाको अधिवेशन समयमा गऱ्यौँ भने अनि हामीले क्रियाशील सदस्य समयमा बाँड्यौँ भने पार्टी ठिकठाक हुन्छ भन्ने बुझाइ देखिन्छ धेरै जसो। त्यसले अहिलेको भन्दा राम्रो त गर्छ, तर हामी त अहिले जस्तो काङ्ग्रेस छ यस्तो काङ्ग्रेसको नै आधारभूत रूपमै फेर्न चाहन्छौँ। यसलाई रियल मास बेस पार्टी, एउटा लिबरल डेमोक्रेटिक पार्टी बनाउन चाहन्छौँ जसलाई जनताको नियन्त्रण, जसमा चाहिँ एकदमै प्रभावकारी रहोस् भन्ने चाहन्छौँ भने पार्टीमै फन्डामेन्टल चेन्ज ल्याउनको लागि त हामीहरू पार्टीको मेन सबैभन्दा माथिल्लो तहमा नबसिकन त्यो गर्न सकिन्न। यसका निम्ति पनि अर्को एउटा कारण हो। अब अर्को चाहिँ तपाईँहरूले एउटा यो तपाईँ आफैले पनि अस्ति पोखरा कार्यक्रममा पनि भन्नुभयो, यो राजनीति पोलिटिकल कल्चरको लागि चाहिँ राजनीतिमा कति समय सक्रिय हुने, कस्ता व्यक्तिहरू सक्रिय हुने भन्ने कुराको पनि अलिकति डिस्कोर्स गरिराख्नु भएको देखिन्छ। त्यसरी प्रतिक्रिया पनि आइरहेको छ। अब यो राजनीतिमा कसरी सक्रिय हुने, कुन उमेरसँग सक्रिय हुने विषय चाहिँ अहिलेको बहसमा तपाईँहरू हुनुहुन्छ भन्नु यो माग्दैछ। त्यसमा ठ्याक्कै छैनौँ हामीहरू, किनकि जस्तो खालि दुईवटा कुरामा छ। जस्तो प्रत्येक यो चाहिँ इन्डिभिजुअलमा पनि छोड्नुपर्छ। जस्तो मैले विद्यार्थी राजनीतिमा काम गरेर आउँदै गर्दाको मेरो थुप्रै साथीहरूसँग अनुभव छ। विश्वविद्यालय क्याम्पसमा विद्यार्थी नेता साथी चाहिँ 15 वर्षदेखि यो विभिन्न विषयहरू चेन्ज गर्दै पढिराख्नु भएको छ। मैले मेरो उहाँहरूसँग साथीहरू के गुनासो रहन्थ्यो भने तपाईँको योजना के छ, तपाईँको प्लानिङ के हो, अब 15 वर्ष बसेर सभापति हुनु त्यसपछि के गर्नुहुन्छ, काङ्ग्रेसको हायरकीमा तपाईँलाई सभापतिले कहाँ पुऱ्याउनु, तपाईँको के हुन्छ भन्दा अलमल हुन्छ। अनि मैले जसको आफ्नो जीवनका बारेमा प्लानिङ छैन, राजनीति भनेको त देशको बारेमा प्लानिङ गर्ने भन्थ्यो होइन, सोसाइटीकै बारेमा गर्ने, आफ्नै बारेमा छैन भने त्यसले के गर्ने, आफ्नो बारेमा हुनु पऱ्यो, के कहिलेसम्म गर्न चाहेको, के गर्न चाहेको, कहाँ पुग्न चाहेको भन्ने कुरा रहनु पऱ्यो होइन। त्यो सन्दर्भमा मैले आफूले चाहिँ के कुरा हेरेको हो भनेदेखि मेरो ठाउँबाट म कति वर्ष पुग्छु भन्ने होइन। नेपाल अघि भने नेपाल कहाँ भयो, नेपाल 2088 साल भन्यो, विक्रम सम्वत 2088 साल भनेको आजको दिनमा होइन 72 सालको मसान्ततिर बसेर हेर्दै गर्दाको कुन वर्ष हो त्यो भने त्यो भनेको चाहिँ अघि मैले भनेको जस्तो नेपाल कम्तीमा पनि मध्यमा आयो भएको देश बनाइसक्नुपर्छ भन्ने हो। त्यो बेलासम्म 2088 सालसम्म हाम्रो नभए हामी राजनीतिमा भएको के अर्थ भयो त, हामी 2 चोटि मन्त्री हुन्छौँ, 3 चोटि सांसद हुन्छौँ भयो, तर 2088 साललाई हेर्ने हो भने 88 सालसम्म नेपाल मध्यमा आयो भएको, संविधानको अहिलेको यही संविधानमा टेकेर नेपालले एउटा लोकतन्त्रको अभ्यास गर्दै गएको, सबै जनताको जीवनस्तर उकासिएको, यो भन्दा मानिसहरू सुखी भएको र एउटा भरोसा नेपालमा जन्मिएकोमा चाहिँ मान्छेले गौरव गरिरहेको एउटा देशको रूपमा नेपाल रहिरहेको हुन्छ। र त्यो बेलामा त्यसपछि हाम्रो के काम हुन्छ, त्यसपछि 2088 सालमा मध्यमा आयो भएको देश बनाइयो, हाम्रो पुस्ताले त्यहाँसम्म पुर्यायौँ। त्यसपछि हामीभन्दा पछाडिको यस्तो डाइनामिक जेनेरेसन आउँछ, तिनको बाटो रोक्नु भनेको चाहिँ आफूमाथि पनि अन्याय हो, देशमाथि पनि अन्याय हो। किन त्योभन्दा अगाडिको नेपाल त हाम्रो चेतनाले, हाम्रो बुझाइले कहाँ डोराउन सक्छ। हामी त एउटा गरिब नेपालमा अभावको बिचमा होइन यस्तो नेपालमा जन्मिएर हुर्केको मान्छे हौँ। हाम्रो क्षमताले आखिर हामी पनि त समाजले त हामीलाई बनाएको हो, अलिकति समाजले हामीलाई बनाएको छ, हामीले अलिकति समाजलाई फेरेका छौँ। अनि यसबाट बनेको मान्छेले त्यो ठाउँसम्म नेपाललाई पुर्याउँछ, मानिसलाई पुर्यायो भने धेरै ठुलो कुरा हो। तर त्योभन्दा अगाडि लान सक्दैन। त्योभन्दा अगाडि लानको लागि त अर्को ढङ्गले सोच्ने मान्छे चाहिन्छ। अर्को ढङ्गले सोच्ने मान्छे काङ्ग्रेसमा आइसकेका हुन्छ। म त काङ्ग्रेसकोलाई पार्टीलाई जीवन ठान्ने मान्छे हो नि त। अनि म काङ्ग्रेसको भविष्य सोध्छु भने त्यो बेलामा यस्तो भएको हुन्छ कि पछाडि एउटै मान्छे आएका हुँदैनन्, हामीले नै पार्टी चलाउनुपर्छ। अहिले छ नि त पार्टीको पहिलो पुस्ताको नेतामा अरूको त कुरै, हामी त कुरै आफूभन्दा नजिक बसेर काम गरेको, जसलाई 20 वर्ष 30 वर्ष 40 वर्ष काम गरेको छ उसलाई हस्तान्तरण गर्ने होइन। आजको दिनमा शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई पार्टी सभापति बनाउने बारेमा होइन, रामचन्द्र पौडेलले चाहिँ प्रकाश मान सिंहलाई वा चाहिँ के अरे अर्जुन नरसिंह केसीलाई वा रामशरण महतलाई वा कृष्ण सिटौलालाई बनाउने बारेमा मैले उहाँहरूको आफ्नो लाइक डिसलाइक हेरेर बारेमा सोध्नु सक्नु अब म भएन भने त बर्बाद हुन्छ भनेर। कम्तीमा हामी कम्तीमा त्यो भन्ने अवस्थामा नहौँ, त्यो बेलामा होस् भन्ने एउटा कुरा। तर दोस्रो कुरा चाहिँ सँगसँगै के चाहिँ हो भने यो चाहिँ यसमा बहस गर्नुपर्छ भन्ने पक्षमा हामीहरू छौँ कि पार्टी मूलतः पोलिटिकल अर्गनाइजेसन हो। यसको
यसको सिद्धान्त के हो, यसको मिसन के हो, यही कुराले पार्टी चल्छ। तर सँगसँगै पार्टी के पनि हो भने एउटा पार्टी एउटा मोडर्न अर्गनाइजेसन पनि हो। मोडर्न अर्गनाइजेसन नभए पार्टीको कार्यालय किन बनाएको, पार्टीमा तपाईँले कार्यालय किन बनाएको, त्यो सदस्यता किन काटेको, होइन, कर्मचारी किन राखेको, तपाईँले यो यति वर्षमा रिन्यू गर्नुपर्ने कोष व्यवस्थापन किन गरेको, पार्टीमा आजभोलि त अझ हामी अनुशासन समिति छुट्टै बनाउँछौँ, लेखा समिति छुट्टै, निर्वाचन समिति छुट्टै बनाउँछौँ। किन भन्दा एक प्रकार एउटा मोडर्न अर्गनाइजेसन पनि हो। मूलत पोलिटिकल अर्गनाइजेसन हो, मिसन हुन्छ, तर मोडर्न अर्गनाइजेसन पनि हो। त्यो मोडर्न अर्गनाइजेसनको चाहिँ सबभन्दा ठुलो त्यसको फन्डा के हुन्छ भन्दाखेरि चाहिँ त्यसमा एन्ट्री पोलिसी र एक्जिट पोलिसी हुनुपर्छ। हाम्रो प्रब्लम के भएको छ, हाम्रो पार्टीहरूमा चाहिँ एन्ट्री पोलिसी छ, हामी सबलाई पार्टीमा लिएर जान चाहन्छौँ, एक्जिट छैन, कहीँबाट पनि एक्जिट हुँदैन। त्यस्तो मोडर्न अर्गनाइजेसन चल्छ जहाँ एक्जिट छैन, त्यो एक्जिटका केही ठाउँहरू राखिनुपर्छ। कहाँ एक्जिट गर्ने त? जस्तो हामीले अमेरिका हेऱ्यौँ भने अमेरिकामा के भन्छौँ, अमेरिकामा एउटा राष्ट्रपति 2 पटकभन्दा बढी राष्ट्रपति नभएपछि एक्जिट हुन्छ, सक्यो, होइन। हामीले बेलायतमा हेरौँ, बेलायतको संसदीय पद्धतिको हामीले अनुसरण गरेको, बेलायतमा के हुन्छ, बेलायतमा तपाईँको त्यो कुनै लेखिएको कुरा होइन, तर प्र्याक्टिसमा के आएको छ, आफ्नो नेतृत्वमा संसदीय दलको नेता जो छ त्यसको नेतृत्वमा पार्टी चुनाव लड्छ, पार्टी चुनावमा हार्यो भने त्यसले छोडिदिइहाल्छ। अहिले भर्खर अस्ति एडी मिलिब्यान्डले लेबर पार्टी हार्यो, छोडिदिइहाल्यो। अनि पार्टीभित्रको आन्तरिक चुनावमा हारे पनि छोडिदिन्छ उसले। हामीहरूमा त्यो प्र्याक्टिस छैन। हामी जो जहाँ हारे पनि चाहिँ हामी बस्या बसे गर्छौँ। त्यो चाहिँ के हो त भन्दा जस्तो नेकपा एमाले सुरु गर्यो 70 इयर्स एउटा एक्जिट हो, होइन। मलाई लाग्छ त्यो त्यो नेपाली कङ्ग्रेसले पनि त्यसलाई गर्नुपर्छ भन्छु। 70 वर्ष एउटा राखौँ, ठिक छ, एक्जिट। मलाई मेरो आफ्नो योजना छ, म अगाडि छ, मेरो कुरा हो त्यो। तर 70 वर्षको पनि एक्जिट पोइन्ट हो। 2 पटकभन्दा बढी पार्टी सभापति बन्न नपाइने हामीले राख्यौँ यसपटक, त्यो राम्रो भयो, ठिक छ, त्यसलाई कन्टिन्यू गरौँ, होइन। प्रधानमन्त्रीका सन्दर्भमा पनि अब हामीले संवैधानिक व्यवस्था नै पनि छ, होइन, कतिपय विषयहरूको सन्दर्भ यसो यो भनेर गरौँ। प्रदेशको काङ्ग्रेसमा पनि मान्छे एक पटकभन्दा गर्नुपर्ने यसरी गरौँ। रिजर्भेसनमा पनि छ मेरो कुरा त, व्यवस्थापन त्यसरी भयो। जस्तो तपाईँले हामीले पार्टीमा आरक्षित कोटाहरू छ हाम्रो, होइन। तपाईँले एक पटक आरक्षणको प्रयोग गरेर जुन ठाउँमा मान्छे पुगेको हुन्छ, दोस्रो पटक त्यही व्यक्तिले त्यही आरक्षण प्रयोग गर्न नपाउने भनेर भन्यो भने हेर्नुहोस् त कति नयाँ मान्छेले मौका पाउँछ। नभए त त्यही मान्छेले तपाईँ चाहिँ हाम्रो नेपाली कङ्ग्रेसको केन्द्रीय समितिमा 6 जना दलित सदस्यलाई आरक्षण छ, यो पटक जो साथीहरू आउनुभयो अर्को पटक पनि त्यही साथी आउनुहुन्छ, अर्को पटक त्यही साथी आउनुहुन्छ। अनि के हुन्छ भन्दा 40 वर्षपछि नेपाली कङ्ग्रेस हेऱ्यो भने कङ्ग्रेसको केन्द्रीय समितिमा 6 जनाको 6 जनै दलितलाई राख्नुहुन्छ। जब एक पटक आरक्षण प्रयोग गर्ने भनेर भन्यो भने अर्को पटक त्यही दलित समुदायको 2 जना साथी फेरि थपिनु होला, 8 होला, अर्कोचोटि 12 होला, होइन। यस्तो व्यवस्थापनको पाटोमा पनि एक्जिटको पोलिसी बनाउने, आरक्षणको पोलिसी एकपटकभन्दा बढी प्रयोग गर्न नसक्ने बनाउने, यस्ता केही कुराहरू सुधार गर्नै पर्छ। अब धेरै कुरा आए, अब अन्तिममा जाउँ। जस्तो अहिले मैले जहाँबाट सुरु गरेको थिएँ त्यही कोणबाट चाहिँ अन्त्य गरौँ। जस्तो यो अहिलेको विषय पनि त्यो घोषणापत्रकै फर्मेटमा आओस् भन्ने पनि हो, त्यो छुटेका कुरा पनि सहित आओस्। जस्तो चाहिँ के छ भने पछिल्लो दशक विशेष गरी यो जनआन्दोलन पछिको दशकमा चाहिँ गगन थापालाई हेर्ने चाहिँ काङ्ग्रेसभित्र र बाहिर दुइटैको जुन मनोविज्ञान छ त्यो एकदमै आशावादी मनोविज्ञान छ। तर बिचमा के भयो देखिन्छ भने पछिल्लो चरणसम्म आउँदा गगन थापाले जसरी जुन स्पिडमा जुन तीव्रताका साथ आफ्नो मुद्दालाई चाहिँ अगाडि बढाउने, डिस्कोर्समा ल्याउने छ, तर पार्टीभित्र र पाएको एक्जिक्युटिभ ठाउँहरूमा चाहिँ त्यो इम्प्लिमेन्टेसनको तहमा जान नसकेको र कतिपय कुरामा कम्प्रोमाइज गरेको असन्तुष्ट पनि देखिन्छ। जस्तो मूलत काङ्ग्रेसकै नेतृत्व गर्ने सवाल होस् अथवा चाहिँ संसदमा चाहिँ त्यसलाई आफ्नो मुद्दालाई स्थापित गर्ने सवालमा होस्, त्यो कुरामा चाहिँ केही चुकेको भन्ने चाहिँ कम्प्लेनहरू छ। अहिले तपाईँले यो स्पिडका साथ चाहिँ आफूलाई प्रस्तुत गर्दै यो 13औं महाधिवेशनमा पार्टीको एउटा लिडिङ पोजिसनमा मन जानुपर्छ भन्दै गर्दा तपाईँको चाहिँ के हुन्छ? अहिले चाहिँ अब तपाईँ कुन रूपमा ठ्याक्कै आउनुहुन्छ भन्ने एक्सपेक्टेसन गर्छन् तपाईँको शुभेच्छुक अरू जनता र काङ्ग्रेसभित्रकै पार्टीको मान्छेहरू यहीबाट? म अघि तपाईँले सुरु गरेको ठाउँबाट जस्तो भनौँ कतिपय कुरा म एकदम एग्री गर्छु, एडमिट गर्छु कि जति जुझारुपनका साथमा प्रतिकूलताहरू अप्ठ्यारो रहँदै गर्दाखेरि पनि त्यसलाई चिर्नका निम्ति एउटा प्रयासहरू गर्नुपर्ने थियो। कतिपय ठाउँमा प्रयासहरू गरेर चुकेकै हो। कतिपय ठाउँमा चाहिँ फेरि समूह बनाएर गर्नु पर्थ्यो, समूह नबनाइकन एक्लै गर्न सकिन्छ भन्ने त्यो आत्मश्लाघा त होइन तर अहङ्कार पनि होइन, गलत विश्लेषण हो त्यो। मन पवित्र छ, आँट छ भने भइहालिन्छ नि भन्ने थियो। सडकमा त्यो हुँदो रहेछ। सडकमा मन पवित्र थियो, आँट थियो, एक्लै अगाडि निस्क्यो, पछाडि मान्छे आएको छैन हेऱ्यो, मान्छे कहिले आयो, होइन। म अहिले पनि सम्झन्छु जतिखेर हामीहरू राजाको विरुद्धको आन्दोलनमा थियौँ, पार्टीको अहिलेको 101 स्थापित नेताहरू अहिले विभिन्न जिम्मेवारी हुन्छ। कहिलेकाहीँ मलाई बडो रमाइलो पनि लाग्छ पछाडि सम्झिँदै गर्दा, तिमीहरूको यो राजनीतिक लाइन बडो गलत छ भन्नुहुन्थ्यो। हामी यहाँ हिँडै गऱ्यौँ,
नेपाल त्यही लाइनमा आयो त्यो बेलामा हुँदो रहेछ तर संसदको संरचना पार्टीको संरचनाभित्र जब्बर संरचना बसेर काम गर्दै गर्दा ट्याक्टफुल्ली ग्रुप बनाएर यताबाट पेनिट्रेट गर्छु यता पेनिट्रेट गर्छु भन्ने नभनिकन आँट छ मन पवित्र छ लाग्योपछि लाग्यो ठोकेपछि हुन्छ भन्ने कुराले नहुँदो रहेछ भन्ने कुरा सिकेको कुरा पनि भयो होइन अनि कतिपय सन्दर्भमा चाहिँ कम्प्रोमाइजै गरेको होइन तर पार्टीको परम्पराका नाममा होइन म मात्र कति जहिले पनि चाहिँ यो एक्लो यो रेबल जस्तो हुने मेरो चाहिँ आइडेन्टिटी नै रेबलको जस्तो हुन लागिसक्यो खालि ल भयो भनिकन चाहिँ कतिपय ठाउँहरूमा चाहिँ हात उठाइदिएको थाकेको त्यो कुराहरू भए तर कतिपय सन्दर्भमा चाहिँ फेरि के रह्यो भने बाहिरबाट एक्सपेक्टेसन रह्यो अहिले पनि छ तर मैले पाएको पोजिसनहरू चाहिँ नितान्त त्यो चाहिँ एक्लै एक्जिक्युट गर्ने पोजिसनहरू नै रहेन जस्तो मलाई पछिल्लो समयमा चाहिँ मलाई आफूलाई के लाग्यो भने मैले एकपटक मात्रै सरकारको कुनै एउटा मन्त्रालय सम्हाल्न पाएको भए मेरै आफ्नै बारेमा पनि परीक्षा हुन्थ्यो मलाई पनि थाहा छैन नि त मैले कति गर्न सक्छु भन्ने बारेमा होइन सायद मैले आफ्नो मलाई विश्वास गर्नेहरूलाई पनि ल मैले कम्तीमा यति योग्यता चाहिँ राख्छु है भन्ने कुरा डेलिभर गरेर मैले देखाउन सक्थेँ होला यस्तो पोजिसनहरू हामीले पाएनौँ पार्टीभित्र गएको 4-5 वर्षको हेर्नुहुन्छ भने नेपाली कङ्ग्रेसभित्र केन्द्रीय सदस्यको रूपमा अहिले मैले भने सम्भवगत रूपमा हस्तक्षेप गर्ने कुरा जानेको चुक्यौँ व्यक्तिगत रूपमा गर्न सकिने कामहरू भनेको विचार निर्माणमा काम गर्नुपर्ने होइन पार्टीको जनपरिचालन गर्नुपर्ने कामहरूमा मजाले कामहरू गऱ्यौँ कतिपय कुरामा परिणाम बनायो कतिपय कुरामा परिणाम पनि आएन यो सबै कुरा हाम्रो आफ्नै बारेमा जस्तो कति यो चुकेको कुराहरूको बारेमा पनि समीक्षा गर्दै हाम्रो स्ट्रेन्थ के छ विकनेस के छ भन्ने कुराको बारेमा पनि सही ढङ्गले विश्लेषण गर्दै योभन्दा अगाडिको यात्राको काङ्ग्रेसको यात्राको सन्दर्भमा चाहिँ मलाई के लाग्छ भने अब पनि हामीले नेतृत्वदायी भूमिकामा आफूलाई प्रस्तुत गरेनौँ होइन र पार्टीको निर्णायक ठाउँमा हामीहरू पुगेनौँ हामी त्यो याचकको रूपमा मात्रै हामीले आफूलाई सीमित राख्यौँ यो भएन त्यो भएन भन्ने गुनासो राख्यो भने पनि हामी पनि थाक्छौँ हेर्नुहोस् र हामीलाई भरोसा गरेका मान्छेहरू पनि थाक्छन् त्यसको पनि सीमा हुन्छ धैर्यता हुन्छ नि 10 वर्ष 12 वर्ष त हेरिसक्यो नि त अझै अब तिमीहरूले चाहिँ तिमीहरू भन्नु अर्को मैले टलरेटै गर्न सक्दैन उसको पनि पेसेन्स लुज भइसक्यो र म फेरि त्यसलाई के भन्छु भने म पनि त्यही जेनेरेसनको प्रतिनिधि हुँ म किन अहिले पार्टीको महामन्त्री बन्छु कि म महामन्त्री बन्छु कि अर्को म जस्तो अर्को कोही साथी आएर मलाई डोर्याउ भनेर किन भनिरहेको छु भनेदेखि म पनि त्यही जेनेरेसनको प्रतिनिधि जोसँग धेरै पेसेन्स छैन अब यसलाई कसैले कमजोरी भन्छ भने कमजोरी भन्नुहोस् यो महत्त्वाकांक्षा होइन पेसेन्सै छैन अर्को 5 वर्ष अर्को 10 वर्ष यत्तिकै नेपाल रहने हाम्रो राजनीति यस्तै हामी यस्तै थाङ्ने कुराहरू गरेर चाहिँ सबै बिताएर बस्नुपर्ने होइन यही कुराहरूको बिचमा घिसे पिटा घिसा मैले अरू कुरालाई भन्न खोजेको होइन घुमी फिरिकन त्यही एउटै कुराको बिचमा अर्को 5-7 वर्ष जाने यो कुरा मलाई त धैर्यता छैन भने मेरो शुभचिन्तकलाई कसरी धैर्यता हुन्छ त्यसो यो धैर्यता हामी कसैको पनि छैन त्यस कारणले गर्दाखेरि पनि अब हामी 4-5 वर्षको जुन समय छ जिम्मेवारी जान चाहन्छौँ त्यो एक्जिक्युटिभ पोजिसन लिन चाहन्छौँ निर्णय गर्न चाहन्छौँ त्यो निर्णय गरिसकेपछि जस पनि लिन्छौँ अपजस पनि लिन्छौँ काम गर्छौँ होइन अहिले त कस्तो सजिलो छ भनेकै हो भएन गर्न खोजेकै हो भएन भन्न पाइएको छ नि अब त्यस्तो पोजिसन चाहिएन भनेकै हो भएन होइन गरेको हो रिजल्ट आयो ठिक छ आएन यो भयो भनेर भन्ने पोजिसनमा पुग्न चाहन्छौँ त्यसका निम्ति प्रयास हो यो प्रयास चाहिँ अब जस्तो मैले ठ्याक्कै तपाईँको कन्क्लुजनमा के आओस् भन्न चाहेको भने यो प्रयास तपाईँले गरिराख्नु भएको छ गरिराख्नु भएको थियो यदि रिजल्ट तपाईँहरूको पक्षमा तपाईँले सोचे जस्तै नआउने सम्भावना कतिको छ यदि आएन भने के गर्नुहुन्छ त्यो पनि त्यस्तो छ अब यो खालको कुराको सन्दर्भमा चाहिँ मलाई लाग्छ धेरै क्यालकुलेसन गर्नु हुँदैन एकदमै क्यालकुलेसन गरेर टेक्निकल्ली मात्र यसलाई हेऱ्यो भनेदेखि भने यसको पोलिटिकल मिसनको पार्टलाई बिर्स्यौँ हामीले गरेको प्रयासले हामीलाई ठ्याक्कै त्यो दिनचर्या मात्र हेऱ्यो भनेदेखि भने त्यसले हामीले कतिपय ठाउँमा चाहिँ अलिकति निरुत्साहित गर्न पनि सक्छ र त्यसले फेरि हाम्रो पनि अत्यन्त ब्युरोक्राटिक बनाइन्छ हाम्रो सोचाइलाई पनि त्यसैले म त्यसरी हेर्न चाहन्न यसको प्रयास परिणाम जे आए पनि त्यो पोजिटिभै हुन्छ होइन भन्ने लाग्छ मलाई एउटा दोस्रो कुरा फेरि त्यसो भन्दै गर्दा फेरि के होइन अहिले सुरुमा पनि भने हाम्रो अवस्था फेरि चाहिँ हामीले एकदम यो महत्त्वाकांक्षा राखेको लहर जस्तो सबले लड्नुपर्छ त्यस कारणले गर्दा भनेको भन्ने अवस्था भएन मैले उमेर समूहको हिसाबले पनि नयाँ साथीहरू आउनुभएको छ पुरानै साथीहरूमा पनि पार्टीमा केही नवीनता आओस् भन्ने छ 12औं महाधिवेशनबाट जुन फेसेसहरूलाई आजको दिनमा देशभरि काङ्ग्रेसको शुभचिन्तकले आम नेपालीले रेडियो खोल्दै गर्दा टेलिभिजन खोज्दै गर्दा पत्रिका अनलाइन पढ्दै गर्दा काङ्ग्रेस भनेर जुन फेसेस देखेको छ जसको आधारमा उसले काङ्ग्रेसको बारेमा धारणा बनाएको छ एउटा पनि त्यो फेसन नयाँ फेस नराख्ने भनेको यो 13औं महाधिवेशनमा राख्नुपर्छ भन्ने थुप्रै पार्टीको कार्यकर्ताहरूको सोच छ
त्यसैले हामीहरू त्यो वास्तविकताभन्दा धेरै पर रहेर इच्छा मात्र गरेको अवस्था होइन, आधार छ, वस्तुगत आधार छ, अङ्कगणितको आधार छ, सङ्ख्याको आधार छ होइन। तर यो सबै कुरा हुँदै गर्दाखेरि निर्वाचनमा हामीहरू सबै साथीहरू जुटेर ल एउटा कम्तीमा हाम्रो पुस्ताको साथी त्यहाँ पुग्नुपर्छ भनेर भन्दै गर्दा म असफल हुने ठाउँ देख्दैन। हामी सफलतामा टुङ्गिन्छ भन्ने छ, तर अब सफलतामा टुङ्गेन भने के गर्ने भन्ने सन्दर्भमा हाम्रो पोलिटिकल मिसन हो। त्यो मिसनले हामीलाई चाहिँ कुनै न कुनै ठाउँ त दिन्छ, त्यो ठाउँबाट हामी अगाडि काम गर्दै जान्छौँ।